सम्पूर्ण नमस्कार। आजको हामीले 21 डे ह्याबिट च्यालेन्जमा कुरा गर्नेछौँ स्क्राइबिङ अर्थात् जर्नलिङ अर्थात् राइटिङ, लेख्ने काम। एकदमै इम्पोर्टेन्ट काम हो जो हामीले 2 देखि 5 मिनटमा गर्न सक्छौँ र एउटा लाइफ चेन्जिङ ह्याबिटमा यो पनि पर्छ। हाम्रो दिमाग कुनै पनि कुरामा सम्झिनलाई त्यति राम्रो मानिँदैन, तर क्रिएसन अफ आइडियाजमा धेरै राम्रो मानिन्छ क्या। राम्रो राम्रो विचार आउँछ, तर हामीले त्यो विचारलाई चाहिँ मेमोराइज गर्न सक्दैनौँ। त्यो कुरा लङ टर्मसम्म हामीले त्यो राख्न सक्दैनौँ। त्यसको लागि हामीलाई राइटिङ नै चाहिन्छ। र राइटिङको बारेमा डिफ्रेन्ट कुराहरू छ, डिफ्रेन्ट बेनिफिट्सहरू छ। किन हामीले लेख्ने त? सबभन्दा पहिला यसले चाहिँ क्लियर थट्स पक्र्छ क्या। तपाईँको थट्सहरूलाई क्लियरिटी प्रोभाइड गर्छ। त्यही भएर जति पनि इक्जामहरूको तयारी गर्ने मान्छेहरूलाई के भनिन्छ भन्दाखेरि लेखेर प्र्याक्टिस गर्नुहोस्। किनकि जबसम्म तपाईँ लेखेर प्र्याक्टिस गर्नुहुन्छ तपाईँको दिमागले क्लियरिटी पाउँदैन क्या त्यो कुरा। किनकि लेख्नको लागि तपाईँले बुझेको हुनैपर्छ क्या, अन्डरस्ट्यान्डिङ क्लियर भएको हुनैपर्छ। लेख्नाले के गर्छ? हाम्रो क्लियरिटी ल्याउँछ। त्यस्तै लेख्नु भयो भने तपाईँको आइडियाजहरू आउँछ क्या, नयाँ नयाँ आइडियाजहरू छ, आत्मचेतना बढ्छ, कन्सियसनेस बढ्छ। मेरो विचारमा, मेरो दिमागमा के विचारहरू चलिरहेको छ त, त्यस्तो कुराको चेतना, अवेरनेस बढ्छ हाम्रोमा। त्यस्तै तपाईँले लेख्नुभयो भने नकारात्मक विचारहरू जस्तै उदासी भयो, रिस भयो, डर लाग्ने त्यस्ता कुराहरू के हुन्छ लेखेर तपाईँले त्यसलाई हटाउन सकिन्छ। तपाईँले लेख्दै जानुभयो भने के हुन्छ, आफ्नो प्रगतिहरू, आफ्नो प्रोग्रेस के छ त त्यसलाई ट्र्याक गर्ने एउटा ठाउँ पनि हुन्छ। जस्तै आज डे 1बाट लेख्नुभयो, डे 21सम्म लेख्नुभयो भने आज तपाईँले केही कुरा लेख्नुभयो र 21मा लेखेको कुराहरू फरक हुन्छ कि तपाईँले ट्र्याक हुन्छ कि प्रोग्रेस कतिको ट्र्याक भइरहेछ भन्ने कुरा ट्र्याक हुन्छ। र लेखेको कुरामा तपाईँले लेख्नुभयो भने के हुन्छ त कमिटमेन्ट जस्तै हुन्छ कि एउटा कसैले एउटा वादा गरे जस्तै हुन्छ क्या, कसैले तपाईँले वचन दिए जस्तै भयो कि लेख्ने कुरा चाहिँ त्यो कुराले गर्दाखेरि तपाईँको गर्ने चान्स चाहिँ बढ्छ क्या। एउटा स्टडीले के पनि देखाएको छ भन्दाखेरि म स्टडीको यहाँ पनि राखिदिन्छु। डोमिनिकान युनिभर्सिटी अफ क्यालिफोर्नियाको रिसर्च हो। जम्मा 3% मान्छेले चाहिँ आफ्नो जुन ड्रिम्सहरू छ, आफ्नो गोल्स छ त्यसलाई लेख्ने काम गर्दथ्यो कि। ग्रेजुएट्सहरू, कलेजबाट ग्रेजुएट्स मान्छेहरूले जम्मा 3%ले आफ्नो गोल्सहरू लेख्ने काम गर्थ्यो। र के पाइयो भन्दाखेरि 20 वर्षपछि त्यो रिसर्चमा के पाइयो भन्दाखेरि त्यो 3% मान्छे चाहिँ अरूभन्दा चाहिँ के थियो भन्दाखेरि 10 गुणा बढी उनीहरूले वर्थ कमाइरहेको। आफ्नो गोल्सहरू लेख्नुभयो भने तपाईँको लक्ष्य प्राप्ति गर्ने चान्स चाहिँ 33 देखि 42% चाहिँ बढ्न जान्छ, जसले लेख्दैन उसको तुलनामा। तर लेख्नेको यति धेरै बेनिफिट्सहरू रहेछ, हामी किन नलेख्ने? 2 देखि 5 मिनट आफैलाई किन नदिने? अब कुरा भयो कसरी लेख्ने, कति बेला लेख्ने। सबभन्दा लेख्ने टाइम बेस्ट भनेको मर्निङमा र इभिनिङ, जहाँ सुत्नुभन्दा अगाडि। तपाईँले बिहानै लेख्न सक्नुहुन्छ, तपाईँहरूको आज कस्तो फिलिङ गर्दै हुनुहुन्छ, तपाईँ आजको प्लान्सहरू के छ त्यो कुरा लेख्न सकिन्छ। लेखे